कता हिँड्ने गऱ्यो तिमीको बुवा हामी युके को वेस्ट नर्थ साइडतिर पर्ने डेभोन भन्ने ठाउँमा हामी जाँदैछौँ। हामी 3 दिनको लागि 3 days and 3 nights स्टे उतै गर्छौँ। हामीले एउटा अपार्टमेन्ट बुक गरिसकेका छ। अब यो वर्षको हाम्रो समर होलिडे भनेको यही नै हो। छोरी चाहिँ सुतिरहेको छ यता मस्त जिन्दगी। कम्मरमा हात हालेर मान्छेको बच्चाहरू डान्स गर्दैछन् बसी बसी। छोरीले पो कमेर गएर छ हाम्रो होलीले त। मेरो छोरीलाई गीत बज्नु हुँदैन, डान्स सुरु भइहाल्छ। कम्मरमा हात पनि हालिहाल्छ। देखाउ त आमालाई हाट। के आयो रे? स्टोन हेन्ड्सको बाटो हुँदै हामी कहाँ हिँडेको रे? अस्ति गइसक्यो, के जानु अन्त टिकटै महँगो क्या त्यो ढुङ्गा हेर्नको लागि पनि। पर्छ त अनि हो नि। सिपहरू हेर छोरी उपर बसिरहेछ नि छोरी, देख्यौ? मे गर्छ। सानो तिमी कहाँ हिँडेको रे बाबा? होलिडे। अम्मै मेरो छोरी होलिडे हिँडेको अरे हो। फुन्टुली के हो त्यो घाँसहरू जस्तो के घाँसै अरे यो? घाँस काटेर सुकाएर राखेको है, डल्लो पारेर। ढुङ्गाहरू जस्तै पो देखिरहेको क्या म त। खिच्दैछु त नि। हेर त यहाँ चाहिँ अब उनीहरूले वर्षभरिको लागि होइन घाँस काटेर ठक्क डल्लो पारेर राखेको हो। अब यो चाहिँ उनीहरूले उनीहरूको त्यो एनिमलहरूलाई दिन्छ। कति राम्रो बनाएर आएको छ। कति धेरै है? लु यत्रो बेर पनि सकिँदैन त नि। 1000 रहेछ नि त हो नि छोरी। कति धेरै है छोरी? सानो तिमी कहाँ हिँडेको रे बाबा? होलिडे। ए ओह्रालो हो? गाउँबारी हो कि क्या हो? नौटङ्की पाउ छोरी। गएको बुवा हजुर आज हामी कहाँ गएको बुवा सोधेको घुम्न गएको भिडियो खिच्दैसक्यौ हो नि ब्लग बनाएको हामी आज घुम्न गएको फर 3 nights 3 days हामी उतै बस्ने हो नि आज छोरी
हो नि किन अब रमाइलोको लागि मेरो छोरीलाई घुमाउन लगेको माई डटर माई प्यारी छोरी त मिनालाई घुम्न मन लाग्छ नि त ब्लग बनाउने पनि भइसक्यो हाम्रो सानो के लाउने अरे सानो चन्द्रा र ए यसरी ए माथि काँधमा पो चढाउँछु भनेको रहेछ ए हो त्यसरी लाउँछ साडी ए हौ यसलाई कसले सिकाउँछ नि भगवान् ए त्यसरी माथि हो के अरे काँधमा चढाएर लाउने ढाकाको साडी होइन साडी त्यसरी लाउँछ भनेर नि थाहा रहेछ हौ मेरो छोरीलाई सेवारो तरेबे आयो बुवाले ढाकाको कोट लाउनुहुन्छ बुवाले चाहिँ ए सबै थाहा छ मेरो छोरीलाई ए के खाने अरे बुबु कसको बुबु आमाको बुबु अब तिमी बिग भइसक्यो अब नखाने बुबु त्यही त है स्काई त कस्तो भएको छ छोरी अर्कै खालको देखाएको छ त स्काईमा के हो त्यो कस्तो दामी त मान्छे जस्तो पनि देखाएको छ मान्छेको सेप मान्छे सुत्या जस्तो पनि देखाएको छ के हो यस्तो उता स्काईमा हेर न छोरी स्काईमा के हो त्यस्तो हेर न त्यहाँ यो पर्पल कलरको फुल कति साह्रो रहेछ हौ यहाँ त बाहिर रोडको छेउमा क्या आमा मेरो फेभरेट कलर पुग्यो नि छोरी हो अब हाम्रो होलिडे हाउसमा पुग्न आँट्यो अब त के भन्दैछ लाइभ त कहिले जाँदिनँ म ओ आए अर्को नमस्ते अरे दादाले खै नमस्ते गरे लु जाऊ बुवासँग छोरी लु जाऊ लु न ऊ बुवासँग हुन्छ हुन्छ त्यही भएर पनि हिँड न सेवारो सानी नानी अरे थ्याङ्क यू सानोलाई हेल्प गर्नुपर्छ उकालोमा सकेन जस्तो छ सानोले पर हाम्रो रुममा ओ हिँड न हाम्रो रुम कहाँ छ लु हिँड त आउनु न छिटो अरे उसको बुवालाई त्यहाँ तल ल लु हिँड त अलिक पर बाबा अलिक पर सानो आफ्नो सुटकेस आफै गुडाउने भयो उसको कियान दादा आउँदैछ त्यहाँ पर माइजू के साह्रो कालो भएको फोटोग्राफर रेडी फोटो खिच्नलाई कलाकारको बच्चाहरू बिजोग छ त्यहाँ आफ्नो आफ्नो सम्पत्तिहरू सम्हालौँ है राम्रो फुल पो आउँदो रहेछ कस्तो उज्यालो राम्रो घुमेको बाउ छोरी फोन झरी जान्छ है झ्यासकारीमा फेरि ल खिच्यो त
त्यो वा उसलाई यस्तो सिन देख्ने त्यो वा मेरो छोरी भरे उकालोमा कसरी आउँथ्यो होला सानो कहाँ हिँडेको बाबा मेरो छोरी हेर Let's go to sky. Come on. मेरो छोरी आम्मा हेर सानो कस्तो राम्रो पऱ्यो बल हो कि बल हो भाइ मन लाग्यो होला नि त आमा हेर्नु त कस्तो राम्रो भिलेज यो 250 इयर्स पुरानो भिलेज हो नि यो त 250 इयर्स पुरानो भिलेज हो यो यता हेर न 250 इयर्स पुरानो भिलेज हो यो होइन अब यसलाई चाहिँ यसो हेरि पठाउँदा के देखिन्छ भने ओसनको यो सीको चाहिँ बिचमा अवस्थित अब यो चाहिँ एकदमै हामी टपमा छौँ यो हामी टपमा छौँ अहिले है अब यसलाई चाहिँ मैले यसो गरेर चाहिँ गरेँ भने तल त हेर्नु त यहाँ कसरी चाहिँ यति ठुलो वाल उठाएर चाहिँ यो सीलाई यहाँ आयो अब हाम्रो आजको हाम्रो यो 3 days 3 nights को ट्रिपको हाम्रो पार्टनरहरू चाहिँ यहाँ हुनुहुन्छ मेरो प्यारी बहिनी गीता नमस्ते त्यसै गरी मेरो प्यारो भाइ अमित त्यसै गरी मेरो प्यारो भदाई केलिस केलिस यति सानोदेखि मैले जिस्काएको फुच्चे केटो अहिले यत्रो ठुलो भएको छ मभन्दा अग्लो भएको छ अब आयो यता डियर नमस्ते खोइ हात जोडेर खै नमस्ते थ्याङ्क यू भेरी मच भेरी गुड बोय यु आर भेरी गुड बोय ल एकदमै राम्रो भ्यू छ यो भिलेज त के अरे के भिलेज अरे यो यसलाई नछोड्नु त नछोड भावना नछोड्नु भनेको प्रो भ्याली एकदमै पुरानो भिलेज हो यो 250 इयर्स ओल्ड अब यो माथिको यो भिलेजको थ्रुबाट हामी तल झऱ्यौँ हामी अब भरे फर्किँदा यही बाटोबाट फर्किने हो म यहाँदेखि यस्तो घुमाएछु भने आम्मा यति राम्रो भ्यू छ यहाँदेखि आम्मा साइट सिङ यति दामी छ वाउ आउटस्ट्यान्डिङ तुमिना के हो यो तुमिना बोट हो यता आएर अनि पुरा हामी पर रतुवा बगरमा बोक्रा खोलामा चाहिँ खेलेको जस्तो याद आएको छैन गीता यो ढुङ्गाहरू देखेर लड्थ्यो लड्यो अब बी केयरफुल सानो गुड प्र्याक्टिस त मिनालाई गुड प्र्याक्टिस है त मिनाको यहीँलाई गुड प्र्याक्टिस है त मिना बी केयरफुल ल छोरी लड्यो भने नरुने ल छोरी नरुने है अहिले भनेको सुने मैले त मिनालाई गुड प्र्याक्टिस गर्दैछ त मिना बी केयरफुल आमा भन
ऊ परको हाम्रो टार्गेट भनेको चाहिँ यहाँ पर ठुल्ठुलो ढुङ्गाहरू छ नि यहाँ त्यहाँ केभहरू पनि छ जस्तो छ त्यहाँ जाने हाम्रो टार्गेट हो हेर न उता जाउँ हेर न त्यहाँ हेर न मेरो सानो हेर न हेर न मेरो सानो हेर न त्यहाँ हिलो गरेको हेर नि त्यहाँ हिलो गरेको हेर न त्यहाँ के भयो अरे सानो आमा चाहियो बुवासँग आऊ न नि अब कस्तो लामो पो छ त हेर त सानो हेर त के यस्तो के भन्छ ल आमाहरू के गर्ने यी अन्तिममा त बच्चाहरूले के गर्ने आमालाई खोज्छ यी अर्को एउटा आमा अर्को नानीहरूले है छोरी खै आइ गरेको त मिना कस्तो उज्यालो आउने क्या ओके चिप्लिन्छ है सिधा आउन यस अनि यो भुइँ के हो यस्तो यो भुइँमा के हो के हो यो भुइँको अमो यो ढुङ्गाको च्यापमा सिपीहरू कति धेरै टाँसेको हो यस्तो दामी खिचिदिने मन थियो मेरो के गर्ने अब ल बाउ छोरी खुब इन्जोय गर्दै हुनुहुन्छ ल बिचरा उसको बुवालाई जाने कोसिस गर्दैछ त्यहाँनिर होइन त मेरो क्युटी उसको बुवालाई त्यहाँनिर हेल्प गरे सो मेनी सेल्स अरे के छ होला है त्यहाँभित्र बोक्नु सानोलाई कति बल्यो पर्छ त आमा बाउ छोरी कहाँ पुगेर आउनुभयो आयो है अर्को दादा आयो है दादा बी केयरफुल भन यसको होइन हौ दादाको नाम हात मार बोलो हात मार नटेको तल
त्यो त भ्याएन नि आयो उसको बुवाको भिडियो खिच्ने भइसक्यो मेरो छोरी कस्तो भयो छैन तौतारी यो चाहिँ लिम्बुवानको हो अरे पोखी